मेरो त देखेरै पेट भर्यो भनेर भनेको सुनेको थिएँ मान्छेहरूले, तर आज चाहिँ मलाई त्यस्तै फिल भइरहेको थियो। म चाहिँ चन्द्रगिरी रिसोर्टमा गएको थिएँ अनि यहाँको खानेकुराहरू देखेर त म एकैछिन त आफूलाई कन्ट्रोल गर्नै सकिनँ। त्यसमाथि पनि डेजर्ट सेक्सनमा त मेरो फर्स्टमै आँखा गयो। गुलियो भनेपछि भुतुक्कै हुने म, अनि के चाहियो र। अरू खाना यति राम्रो यति अपिलिङ थियो नि, खाम जस्तो, तर मैले रेसिस्ट गर्नै सकिनँ। अनि मैले फर्स्टमै डेजर्ट काउन्टरमा अट्याक खाने अनि हरेक पेस्ट्री, हरेक स्विट डिस, हरेक पुडिङहरूलाई लिएर चाहिँ खान थालेँ। अनि मामुले भनिराख्नु भएको थियो कि फर्स्टमै डेजर्ट कसले खान्छ भनेर, होइन। तर मेरो पेट त्यतिले नै भर्यो। अनि यो सबै यति मिठो मिठो खानेकुराहरू चाहिँ मैले मिस गर्दै, तर रिग्रेट चाहिँ लागेको छैन। यदि तपाईँहरू चाहिँ सबै डेजर्ट भिडियोको रिभ्यू हेर्न चाहनुहुन्छ भने चाहिँ पार्ट 2 को लागि वेट गर्नुहोस्।